प्राचीन समयमा दक्ष प्रजापति नामका राजा थिए जसलाई भगवान ब्रह्माले उत्पत्ति गर्नुभएको थियो। दक्षले धेरै छोरीहरू जन्माउनुभयो। तीमध्ये सती सबैभन्दा सुन्दरी र धर्मपरायण थिइन्। सती सानैदेखि भगवान शिवलाई पतिको रूपमा चाहन्थिन्। यद्यपि दक्षलाई शिवजी बिल्कुलै मन पर्दैनथे, किनकि शिवजी विरक्त, जटाधारी, खरानी धारण गर्ने र शमशानवास गर्दै आउने देवता थिए। सतीले भगवान शिवलाई प्राप्त गर्न वनमा गई कठोर तपस्या गर्न थालिन्। उनले वर्षौंसम्म अन्न, फलफूल र पानी पनि त्याग गरेर घोर तपस्या गरिन्। उनको तपस्याले समस्त ब्रह्माण्ड हल्लियो। अन्ततः भगवान शिव सतीको भक्तिप्रति प्रसन्न भई प्रकट हुनुभयो र सतीलाई आफ्नो पत्नीको रूपमा स्वीकार गर्नुभयो। दक्षको मनमा अझै शिवजी प्रति असन्तोष थियो, तर देवताहरू र ब्रह्माजीको आग्रहमा दक्षले विवाह गर्न बाध्य भए। विवाह भव्य रूपमा सम्पन्न भयो, तर शिवजीका बारातीहरू निकै विचित्र थिए, भूत, प्रेत, पिचास, नाग आदि। दक्षलाई यो देखेर अचम्म लाग्यो, तर सतीले हर्षित भएर सबै कुरा स्वीकार गरिन्। एक दिन दक्षले ठुलो यज्ञ गर्ने आयोजना गरे। उनले सबै देवता र ऋषिमुनिहरूलाई बोलाए, तर जानाजान शिव र सतीलाई निम्तो दिएनन्। सतीले बाबाको यज्ञमा जान चाहिन् र शिवजीलाई आग्रह गरिन्। शिवजीले भने, जब निमन्त्रणा नै आएको छैन भने जानु उचित हुँदैन। तर सतीले धेरै अनुरोध गरेपछि शिवजीले अनुमति दिनुभयो। सती यज्ञ स्थलमा पुग्दा दक्षले खुलेआम भगवान शिवको अपमान गरे। सतीलाई अत्यन्त दुःख भयो। उनले सोचे, मैले यस्तो बाबाको सन्तान हुनुको कुनै अर्थ छैन जसले आफ्नो ज्वाइँको अपमान गर्छन्। यो सोच्दै सतीले यज्ञ कुण्डमा आम फालेर आत्मदाह गरिन्। यो खबर जब शिवजीलाई थाहा भयो, उहाँ क्रोधित हुनुभयो। उहाँले आफ्नो जटाबाट वीरभद्र र भैरव उत्पन्न गरेर दक्षको यज्ञ ध्वस्त गर्ने आदेश दिनुभयो। वीरभद्रले यज्ञ ध्वस्त गरे र दक्षलाई मारिदिए। पछि शिवजी आफै आएर दक्षलाई पुनर्जीवन दिनुभयो, तर बोकाको टाउको राखेर। सतीको मृत शरीर काँधमा बोकेर शिवजी विश्वभरि विचरण गर्न लाग्नुभयो। संसारमा ठूलो सङ्कट आउन थालेपछि भगवान विष्णुले सुदर्शन चक्र चलाएर सतीको शरीरलाई टुक्रा टुक्रा पार्नुभयो। ती टुक्रा पृथ्वीका विभिन्न स्थानहरूमा गिरे र शक्तिपीठको रूपमा प्रसिद्ध भए। त्यसपछि सतीले पार्वतीको रूपमा जन्म लिएर पुनः भगवान शिवसँग विवाह गर्नुभयो।